बाजुबन्द चौधरीको बाउ बाजे को थियो अब ए अच्छा 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 अच्छा। अब तिमी उम्, यहाँको सुब्बा भयो अँ, मालको हाकिम बनाएको उसलाई अँ, तिमी यहाँको माल सुब्बा भयो तिम्रो दर्जा सुब्बा अनि मालपोत जम्मा 8 आना अरे ए बिघाको 8 आना मालपोत उठाउनु खानु अच्छा 8 आना मालपोत उठाउनु खानु उम्, अनि मान्छे रैती ल्याएर राखेर अवादी गराउनु अच्छा सकेसम्म उम्, भनेर उसले अर्डर दियो अरे ए अनि त्यो सुब्बाको परिवारलाई एउटा सुब्बा बनाइदियो ए यो गोविन्दको ससुरा थियो नि एउटा तालुकदार भन्ने छैन मलाई। मैना पोखरको ए हो त्यो तालुकदारले पनि यो किस्सा सुनाउँथ्यो ए तालुकदारले यहाँ गोविन्दको ससुरा भएपछि यहाँ आउँथेँ अनि म पुरानो पुरानो कुरा सोध्थेँ अच्छा पुरानो बुढाबुढीसँग अनि उसले पनि भन्थ्यो हामीलाई सुब्बाई दिएको कुनै के शमशेर भन्थ्यो शिकार खेल्न आवेला भेटे ए अच्छा अच्छा अच्छा। भनेर भन्थ्यो उनको ससुरालीमा त्यहाँ सोधपुछ गर्दा सायद कसै केटाहरूले केही थाहा होला अहिलेका उनका पुराना मान्छे त अब मुस्किलै छ भेटाउन तर हो त्यो बाजुभन्दा चौधरी पनि त बितिको उहिले जमानामा हजुर यो तालुकदार पनि छैनन् होला अब बितिसक्यो नि त्यही त। तालुकदारको ज्वाइँ गोविन्द त बित्यो त्यो बिते भनेपछि हो त अनि त्यो के भन्छ बाजुबन्द चौधरी भन्नेको उम्, कस्तो इन्साफ गर्ने थारू थियो अँ। त्योसँग तपाईँले भेटेर कुरा सुरु गर्नु भएन है नै मैले थाहा मैले त देख्नै पाएको छैन मभन्दा त धेरै पहिले बितिसक्यो स्कुलको ऊ थियो के भन्छ अध्यक्ष यहाँ पछि आँखा नदेख्ने भयो बुढो अनि यहाँ तै पनि अध्यक्ष नै थियो यहाँ शिक्षा कार्यालयमा आउँथ्यो आबेलामा यहाँ बस्ने गाउँमा अच्छा अनि बिहानै त्यहाँ गाउँमा बसेपछि अनि यहाँ हाम्रो घरमा आउने अच्छा दाइलाई भेट्न अनि कहाँबाट राजुवा भनेर भन्थ्यो नि यहीँ छ बस्नु चौधरीजी भनेर यहाँ बसाल्थ्यौँ भने म त चिया खान आएको ल चिया खान दिनुहोस् भनेर हुन्थ्यो चिया खान्थ्यो बस्थ्यो कुरा गर्ने अब यहाँको ठुल्ठुलो थारूहरूको पञ्चायत भए बेलामा पछिको कुरा यो पञ्चायती व्यवस्था पनि भइसकेपछिको कुरा ठुल्ठुलो पञ्चायत भए बेला उसलाई बाजुबन्द चौधरीलाई नलगिकन पञ्चायत ए मतलब न्याय एकदम राम्रो न्याय गर्ने मान्छे यस्तो इन्साफ बोल्ने इन्साफ बोल्ने है मैले त्यो नपढा लेखा मान्छे त्यस्तो इन्साफी अनि यो हाम्रो यहाँको राधाकृष्ण चौधरी अच्छा हो राधाकृष्णको कुरा आयो हजुर यो हजुरहरूले यो जग्गा लिनुभन्दा पहिले कसको थियो रे यो जग्गा हजुर 1 वर्ष पहिले किने उसले के भन्ने के यहाँ उसको निपुरको हो अच्छा अघि लेखेको छ अच्छा मैले टिपेको थिएँ त्यो के बनिया के चाहिँ के बनियाले चाहिँ ये राम अवतार बनिया ये 1996 में उसले लिएको यो बेचेको कसले राधाकृष्णले राधाकृष्ण त्यस बेला यो जग्गा बेच्ने त्यति उमेरदार भइसकेको थिए हजुरहरूभन्दा धेरै जेठा हुन् ए अच्छा 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 मैले देख्दाखेरि त बुढै थिएँ मैले देख्दा त बुढा थिएँ अच्छा अनि यो तिनले 1 वर्ष मात्रै राखे त्यसपछि हजुरहरूलाई बेचेर छोडेर गए बनियाले चलाउनै सकेन छोड्यो बेचेर गयो त्यो गल्ला नपाएपछि पछि हामीहरूले हाम्रो बुवाले चलाइबस्यो अच्छा यहाँ हाम्रो है पर्सा जिल्लाबाट एउटा थापा छेत्री भन्थे थापा छेत्री भन्ने मधेसमा बस्दा मधेसै भइसकेको थापा छेत्री यहाँ कोठारी बिस्या थियो उसलाई यहाँ राख्न पठाएको अब यहाँ उसलाई त बस भात खान दिने बसिरहने यहाँबाट 1 महिनामा चिठी पर्सा जिल्ला पुग्ने रानीगञ्जमा
यो चिठी ए हुलाकबाटै जान्थ्यो हुलाकबाट यो हुलाक सुरु भइसकेपछि बसिसकेपछिको कुरा हुलाक त यहाँ हाम्रो गाएर बसालेको अझ त्योभन्दा पहिले रहेछ ए अच्छा हुलाक त थियो थियो 5वटा अड्डा त्यही त भने ए 5वटा अड्डाहरू अच्छा अच्छा ए त्यसो चिठी महिना दिनमा पुग्थ्यो एक महिना पुग्ने अनि वीरगञ्ज त्यस्तो थियो गजब थियो बा ल ल समाप्त गरौँ अब ल होस्